आज चाहिँ हामीहरू सबैजनाले चाहिँ बङ्गुरको मासु खाने भनेर चाहिँ आज बङ्गुर काटेको अनि केटाहरूले सबैजना यताउति गरेर बङ्गुरसँग यताउति गरेर काट्यो। केटाहरूले मजाले छिल्दैछ। आज मजासँग खानुपर्छ है फेरि कति आउनु युट्युबमा खाले को बनाएछ होइन। ठिकै छ त्यो अनि खाना चाहिँ एकदम मिठो लाग्छ बङ्गुरको मासु। फुटाइ बनिसक्यो केटाहरूले ब्ल्याक टुक पारेर। ए हाम्रो बुढीहरू पनि पुरै निकाल्दैछ। चट्ट पारेर बनाउँदैछ केटाहरूले। कत्ले खै बङ्गुरको मासु गरेर अनि मजाले मासुहरू हड्डी अलगै मासु अलगै गर्न लागिरहेछ। लम्पेलाई चट्ट ल्याएर एक थाल्ने मासु बनाउन थाले। चट्ट ल्याएर पकाउँदैछ। अब यो झोल सुकाएपछि मजाले चिउरासँग खाने। अनि लास्टमा चाहिँ यो यति यो मजाले पाक्यो झोल निस्क्यो कस्तो मिठो लाग्छ।